अनि अहिले चाहिँ मसँग मेरो भाइ प्रशान्त बसिरहेको छ पछाडि ब्याक सिटमा। आवाज चाहिँ अलिकति सानो नै सुनेको होला किनभने मसँग यसमा लाग्ने माइक चाहिँ मसँग छैन। त्यही भएर हावाको आवाज चाहिँ अलिकति बढी आउँछ होला। सो हजुरहरूले हेरेर इन्जोय गर्नु है त ल। पछाडि चाहिँ भाइ आइरहेको छ स्कुटरमा। बागलुङ 61 किलोमिटर यसो बागलुङसम्म नै त पुग्न सकिन्न होइन। तर हामी मलाई चाहिँ बागलुङसम्म पुग्न मन लागेको चाहिँ होइन, तर त्यो हुन्छ नि त्यो रोडहरू देखेर चाहिँ मलाई यो बाटो आउनु मन थियो। सो मैले चाहिँ पहिल्यैदेखि सोचेर बसिरहेको थिएँ कि म यो बाटो आउँदाखेरि चाहिँ अनि यस्तो भिडियो बनाउँछु, पोखरा आउँदाखेरि चाहिँ यो टाइपको भिडियो बनाउँछु भनेर चाहिँ अनि मैले सोचिरहेको थिएँ। देउसी भैलो अझै पनि भइरहेछ। आज चाहिँ आज कति बजी भाइ? 7 आज 7 गते हो, भाइटिकाको भोलिपल्ट हो यो भिडियो सुट गरेको। कहिले आउँछ चाहिँ थाहा छैन है। फेरि म फेरि अलिकति अल्छी छु अनि एडिटिङहरू गर्न त्यस्तै अलिक अल्छी गर्छु क्या मैले। सो बाटो यस्तो राम्रो बनाएको रहेछ है। सबैतिर नेपालभरि यस्तो बाटो भइदिए त यति राम्रो हुन्छ। सो भाइ चाहिँ यता फेरि मलाई ओभरटेक गर्दै हिँड्नु छ यता अगाडि। धेरै पछि भाइहरूसँग भेट भएको। अस्ति लास्ट टाइम चाहिँ हामी काठमाडौँमा मेरो घरमा आएको थियो भाइहरू। अनि अहिले चाहिँ म भाइहरूकोमा आएको छु। भाइहरूको पनि अहिले कलेज छुट्टी भएर रमाइलो है प्रशान्त? आहा यार के हो नि त भ्यू यार। हो माई गड दामी। अझै बबाल भिडियो आउन बाँकी छ है गाइस। अझै बबाल भिडियो आउन बाँकी छ। बागलुङको रोड, बागलुङ जाने पोखराबाट बागलुङ जाने रोड। माई गड बबाल है।